हेलो गुड मर्निङ एभ्रिवान। तपाईहरुलाई मेरो आजको र नयाँ भिडियोमा स्वागत छ। र आज म घरको घर यता छ र घरको पछाडि अलिकति सानो बारी छ। यो बारीमा चाहिँ हाम्रो आमाले मम्मीले एकदम यहाँनिर हो अब यत्रो बारी छ तर के जति रोप्ने गर्दै गर्छ है। काँक्रा भयो, फर्सी भयो, अम्बक, फुल सबै कुरा यत्रो जग्गामा सबै कुरा रोप्छ। तर फाइदा चाहिँ के रहेछ भन्दाखेरि चाहिँ रोपेर नरोपेको चाहिँ एकदम मिल्दैन क्या। हुनु चाहिँ हामी यहाँ त्यस्तो बस्दैन तर पनि यत्रो बारीमा हेर्नुहोस् न तपाईँ, यत्रो छ यहाँदेखि कति पनि छैन। यत्रोमा चाहिँ धेरै कुरा रोपेको छ तर खानु चाहिँ फल्नु चाहिँ मजाले फल्छ क्या। अब त्यही फल चाहिँ म टिप्न आउँदैछु है र तपाईँहरूलाई पनि देखाउँछु है के फलेछ भनेर। हुन त काँक्राको सिजन गइसक्यो, फर्सीको सिजन आउँदैछ। सो कतिवटा फर्सी किन हुन त मान्छे बस्दैन, मान्छेले टिपेर लगिहाल्छ तर पनि हेरौँ न के चाहिँ रहेछ भनेर। यो चाहिँ बीको बोटहरू रहेछ यहाँ रहेछ एउटा फर्सी भइहाल्यो। अब यो एकदम हाम्रो बस्तीको फर्सी काँक्रा रहेछ एउटा। अब हुन त काँक्राको सिजन गइसक्यो तर पनि रहेछ फर्सी दुईटा यस्तो हुन्छ है। काँक्रा अझै पनि रहेछ आम्मा फर्सी त कति लाने आम्मा। यो हो नि त फर्सी चाहिँ, यो है बस्तीमा रोपेको चाहिँ फाइदा चाहिँ सानो काँक्रा। यत्रो बारी चाहिँ यत्रो बारीमा पनि तपाईँले है रोपिराख्यो भने चाहिँ हैन, रोपिराख्नु भयो भने चाहिँ हुन्छ। तर अलिकति यो हो मेहनत चाहिँ गर्नुपर्छ, फल चाहिँ पाउने हुन्छ। तपाईँले मलहरू हाल्नु पर्यो त्यसै आउँदैन फेरि हो। अम्बकको बोटहरू पनि साथीहरू फाइनली यति टिपेँ मैले। यत्रो बारीबाट चाहिँ यति सब्जी आए। निकै फर्सी पनि निकै ठुल्ठुलो भएछ। यहाँमा एउटा छ अम्बक, काँक्रा। बजारमा किन्नु पर्यो भने झन्डै यहाँनिर 500 देखि पनि माथि चाहिँ। यो चाहिँ एकदम अर्ग्यानिक क्या बस्तीको। ल है त।